ल के त हराउन ल टाउको या निधारतिर अरु भन्दा नि किन न त्यो यति देखो त अरु किन हैन रे अरु भन्दा नि लेन यति होला लेन दाइले हुन्छ त्यो पहिले उ गर्नुपर्छ पानी हैन के भन्छ हो यिनीहरू के हुनु र काकी बस एउटा खोया हालौँ कि खोया त चाहियो त कोठाको भएर हामीलाई हल्लिएको मिसिन चाहिँ निस्केको छैन होइन अहिलेसम्म दाजु चाहिँ खानै पाएन अहिले पैसा कमाएर हामीलाई पनि दिएको है दिनु चाहिँ ल एक खिली आउने दिँदा हुँदैन तँलाई एक खिली आउने एक खिली त म त्यसो खाँदिनँ नि दाजु जिन्दगीमा मैले त्यसलाई भुलेको चिजलाई कहिले पनि गर्नु हुँदैन है त्यस्तो काकीले छोरीलाई बोलाएको होला यहाँ आइसकेको छ मैले आउँदा चाहिँ कस्तो गर्छन् चामलहरू लिएरै आउँछन् कि तिनीहरूले गराउँछन् कहिले 12 कहिले 30 काट्ने होइन आज त म पनि बिरामी जस्तो भइरहेको छ यार बिरामी होइन म त पुरै तेरो खोया निस्क्यो निस्क्यो भने त के गर्नु त त्यो निस्किँदैन बाहिर अया मन जस्तो के भएको छ तपाईँ एउटा म लेन्दाले भनेर करले मात्र आएको नत्र भने म आउँदिनँ नि थिएँ साँच्ची भनेको जाँड छान जाँड के ज्वरो आउन आँट्यो त्यस्तै भइसक्यो जाँड छानु त छान कि खाएर मर्ने कि चाहिँ खाएर मरिन्छ नि त होइन छेरेर मरेको भन्दा पनि छेरेर मरेको बेस हो नि त कोदोको जाँड रहेछ अनि बिसाउँदैन छानुपर्छ जाँड तर मेरो त जो खाए पनि सर्लकै जान्छ म नखाने खान्छ लेन्दाइले खान्छ साँच्ची एउटा कुरा हाम्रो उसलाई के भन्छ हाम्रो जुन दाइलाई भन् दुईटै कुरा सोध दुईटै कुरा सोध्न भन् तपाईँ खास चाहिँ क्या भन्न के भन्छ त्यो परतिरको सामान लिएर ओरतिर चाहिँ त्यत्रो महँगो बेच्दैन त्यहाँ चाहिँ कहाँ किन लगेको छ मलाई कहाँ काठमाडौँमा कहाँ लगेँ तँलाई मैले कहाँ लगेँ त्यो नेवारीमा यति महँगो ए नेवारिया भनेको त विदेशबाट त्यो कान्छेले त विदेशबाट भर्खर आएको अनि पैसा अलिअलि खर्च गराउनु परेन कुबिरे ढलेको ढले अब कुखुराहरू कहाँ छ कोकुसँग जा त कोकुलाई बोलाउँदै दुईजना अब यहाँ दुईटा अघि बिहान आउनु भएको भए हुन्थ्यो यति बेला भनिराख्ने
त आउँदा त अनि त्यही पैसा सकाएर आइस होला जस्तो लागिरहेको छ मलाई सक्यो त नि भाडामा 3000 जम्मा थियो त पनि फुलमासे नै रहेछस् नि त 50,000 अँ। उसमा गएँ कति हजार हस्पिटल जाँदाखेरि 15 के किन्दै गरे 15,000 को त त्यो जाँदा केही न कामको कपडाहरू किनेछ नि 15,000 को यहाँनिर यसो अहिले हिसाब गर्छ कति दिएको यति के दिएको रे काकीलाई त्यसले कति कति अरे अब नातिलाई दिनु न त 4-5 सय नातिलाई दुईटाको अनि अनि लु हुन्छ यता पो र तपाईले खानुहुन्छ र ए नखानु भन्ने त कुरै छैन हामी त म गएपछि झन् पो आउनु थाल्यो कि क्या यहाँ किताब बाँधमा नि समातेर दुईटा चाहिन्छ पूजा गर्न काकी अँ केटा के को लागि हो यो एउटा सिकारी अँ एउटा यहाँ माथि देवीधाम अँ एउटा तोरेम्पा अँ एउटा मछामा एउटा नछुङ अनि एउटा गोष्ठीमा एउटा कि दुईवटा होइन क्या भनेको टोइलेट पति राख्नुपर्छ एकचोटि अब मैसँग गएको कहिले अहिले बिहानै हिजो बेलुकै गएको कहिले बस्दैन नि त एकजना भाइ छ यार म कान्छ र सानो छैन लगल्टे यस्तो नाचेर हिजो हाँसेर फन्कुरीहरू होला अनि त्यहाँ केटाहरू नखाने किलो ल्याइस् त अनि भाइ किलो ल्याइस् त किलो त्यो किलो हेर्दा पनि थाहा भइसक्यो गाउँमा सुँगुर नगरेको धेरै भारी छ भनेर होइन अर्कोले उ गर्छौँ नि त ए हार्नु पर्ने कार छ नि अस्ति भर्खर हाम्रो काटेको होला हो हाम्रो मनन्तहरू आउँदा नि काट्नु होला नि त हाम्रो काट्ने कहाँ छ हाम्रो सानो सानो छ पछाडिको काटेको सक्कै रहेछ मलाई थाहा पाइहाल्यो सक्कै रहेछ जान्नेहरू म गर्छु जाने हुँदैन होला तालमा 3 चोटि जति के त खानै दिने एक घरमा एक खाना एक छाक एक टोइलेट मेरो पटाक कहिलेको नदिएको रहेछ पोचामा किन मलाई आउने काम चाहिँ मैले गरेँ लाग्यो रहेछ क्या नाडे रहेछ है हामीले कम ब्लड पनि सब नाति पनि हेर्छु
कस्तो खतरा है सुन्दर खालको उहाँ हामीलाई कबाडी सानो उठाएर चाहिँ त्यही भएर आज 12 बजे हात्तिकै त्यहाँनिर थाहा भयो भने त्यस्तो पसल जान्छ उ त्यो पसल नै त्यसलाई मिलाउनु अझै टाइट कस्नु पर्ने हो र टाइट होइन यतापट्टि मिलेको छैन हो यतापट्टिको त उँधोपट्टिको यो जाली मिलेको तार मिलेको छैन बङ्गिरहेछ ओल्लो ओल्लो त्यो पनि हो ओल्लो पनि यो यता ओल्लो हो त्यो हो कना भएछ कना दुई बजे 3 बजे सुताइ